हेलो नमस्ते सेवा फ्यापुलो मेरो ब्लग च्यानलमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। अहिले भने चाहिँ विशेष गरी चाहिँ म चाहिँ दुधियामा छु अनि तपाईँहरूलाई दुधियामा चाहिँ अब म ब्लग मार्फत चाहिँ अर्ग्यानिक चुलाहरू अनि अर्ग्यानिक यहाँ के छ कसो छ त्यो तपाईँहरूलाई देखाउनु गइरहेको छु। यता यो भन्दाखेरि चाहिँ एकदमै यो चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ बालासन ब्लुज भन्ने रेस्टुरेन्ट हो। यहाँनिर देख्न सक्नुहुन्छ है, ठुलो रेस्टुरेन्ट छ। म चाहिँ अहिले यहाँनिर क्याबिनमा छु अनि तपाईँहरूलाई यहाँको अर्ग्यानिक चिजहरू चाहिँ लोकल देखाउनु गइरहेको छु के कस्तो रहेछ भनेर। ल त साथीभाइ हेर्दै गर्नु होला। यो अर्ग्यानिक अब म तपाईँहरूलाई अगाडिबाट देखाउनु गइरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ अर्ग्यानिक चुला यस्तो टाइपको छ। चुला चाहिँ देख्न सक्नुहुन्छ। अब यहाँनिर चाहिँ कुकर छ है, देख्न सक्नुहुन्छ। यहाँ त सिटी लाग्न आँटेको छ त्यो साथीभाइहरू देख्न सक्नुहुन्छ। अब सिटी लाग्छ है, यहाँबाट सिँ गरेर हेर्नुहोस् है। यस्तो माथि छ कुकर हो, हल्लिँदैछ त्यो सिटी हो। अर्ग्यानिक चुलामा बनाएर त्यसरी अर्ग्यानिक चुला हो। सिटी लाग्न आँटेको सिटी लाग्छ। लाग्न अर्ग्यानिक चुला अर्ग्यानिक चुला सानो झलक तपाईँलाई बारको क्या दामी बारको चाहिँ सानो भए पनि यहाँनिर हाउस बनाएको रहेछ घर यहाँनिर देख्न सक्नुहुन्छ। अनि यहाँबाट चाहिँ तपाईँहरूलाई म अझै देखाउनु गयो चाहिँ यता एकदमै अर्ग्यानिक चुला यहाँ अर्ग्यानिक चुला देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अहिले चाहिँ दाल बनिँदैछ है त। भात चाहिँ पाकिसक्यो। यहाँनिर भात देख्नुहुन्छ, भात चाहिँ बनिसक्यो। भात पाकिसक्यो। अर्ग्यानिक चुला पनि यहाँ पनि छ अनि यहाँ पनि अर्ग्यानिक चुला यहाँ पनि छ अर्ग्यानिक हो। एकदमै दामी। किनभने चाहिँ किन तपाईँहरूलाई किन देखाएको भन्दा चाहिँ अहिले चाहिँ मान्छेले प्रायः ग्यासमा खाना खाइरहेको हुन्छ, ग्यासमा पकाएर होइन। यहाँ चाहिँ अर्ग्यानिक होइन, चुलामा बनाएको खाना चाहिँ एकदमै मिठो हुन्छ, टेस्टी हुन्छ। तपाईँहरूलाई मैले धेरैवटा भ्लगमा चाहिँ अर्ग्यानिक होइन भिलेज भ्लगहरू चाहिँ बनाएर तपाईँहरूलाई देखाइरहेको हुन्छ। आज फेरि पनि मैले तपाईँहरूमा चाहिँ यो अर्ग्यानिक चुलामा बनाएको खानापिना चाहिँ कस्तो हुन्छ होला भन्ने खालको अनुभव लिएर अनि अर्ग्यानिक चुलामा बनाउँदा चाहिँ कस्तो हुन्छ होला भन्ने खालको चाहिँ अर्ग्यानिक चुला देख्न सक्नुभयो। यस्तो टाइपको हुन्छ अर्ग्यानिक चुलामा चाहिँ यहाँ बनाइरहेको छ त्यो टाइपको छ हो। अनि यहाँनिर भन्नैपर्दा ओभन पनि छ। ओभन भन्ने चाहिँ यहाँनिर सेकुवाहरू टक्कै रोस्ट गरी सेकुवा रोस्ट हुन्छ। यसमा चाहिँ एकदमै दामी छ त्यो टाइपको छ त्यो यहाँनिर। अब तपाईँहरूलाई म चाहिँ यहाँनिर मासु चाहिँ एकदमै यहाँ सिला गरेर चाहिँ सुकाइरहेको छ त्यो पनि म देखाउनु गइरहेको छु तपाईँहरूमा। मासु सिला गरेर चाहिँ एकदमै मजाले सुकाएको छ। त्यो पनि भोलि पर्सि चाहिँ दामी हुन्छ भनेर अर्ग्यानिक चुलामा अगाडिबाट देखाउनु गइरहेको छु तपाईँहरूलाई म। यहाँनिर देख्न सक्नुहुन्छ अर्ग्यानिक चुला यस्तो छ हो। यहाँबाट चाहिँ मासु चाहिँ यसरी सुकाएको छ है साथीभाइ। यहाँबाट ल त साथीभाइहरू के कस्तो लाग्यो तपाईँहरूलाई मासु सुकाएको देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मजाले मासु सुकाएको छ। आगो चाहिँ यहाँनिर बोलिरहेको छ। यहाँबाट चाहिँ अघि चाहिँ पुरा ताउ गएर चाहिँ मासु सुकाइरहेको छ। त्यस्तो टाइपको छ।
अझै म तपाईँहरूलाई देखाउनु गइरहेको छु के कस्तो हुन्छ अगाडितिर। साथीभाइहरू यहाँनिर म चाहिँ अहिले चाहिँ तपाईँहरूलाई अर्ग्यानिक यहाँको बालासन ब्लुजको चाहिँ अर्ग्यानिक फुलहरू पनि रहेछ, त्यो पनि तपाईँहरूलाई देखाउनु गइरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ यस्तो प्रकारले चाहिँ मजाले अर्ग्यानिक तरिकाले रोपेको छ फुलहरू चाहिँ यहाँनिर। अनि यहाँनिर देख्न सक्नुहुन्छ चराको गुँड पनि रहेछ यहाँनिर, यस्तो टाइपको। यहाँनिर अर्ग्यानिक छ नि फुलहरूको, पुरा हरियाली छ। अनि यहाँनिर अर्ग्यानिक गेट पनि छ साथीभाइ। यहाँनिर बाँसको गेट पनि बनाएको छ, यहाँनिर देख्नु गइरहेको छ तपाईँलाई। यहाँनिर बाँसको अर्ग्यानिक गेट। अनि यहाँ ब्याकमा हेर्नुहुन्छ भने अर्ग्यानिक कटेज बाँसकै सँग पनि बनाएको देख्न सक्नुहुन्छ। र यहाँ देख्न सक्नुहुन्छ अर्ग्यानिक मकै। अनि यहाँनिर चाहिँ टमाटरको बोट, यहाँनिर काँक्रा पनि हुँदैछ। यहाँनिर अर्ग्यानिक यो चाहिँ एकदमै मकैको बोट। यहाँनिर चाहिँ सागसब्जीहरू लगाएको छ, सानसानो रायोको सागहरू चाहिँ देख्न सक्नुहुन्छ। यहाँनिर टमाटर पनि छ, यहाँनिर टमाटर फल्दैछ, यस्तो टाइपको छ अर्ग्यानिक। ल त साथीभाइहरू, मेरो यो भ्लग च्यानल तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो, अनि आउँदो दिनमा अझै तपाईँहरूमा चाहिँ म भ्लग लिएर आउने छु। आजको भिडियो चाहिँ यतिमै म राख्न गइरहेको छु। तपाईँहरूलाई मैले अर्ग्यानिक सागसब्जीहरू अनि यहाँको लोकल ट्रेडिसनल देखाइसकेको छु। ल त साथीभाइहरू, यति भन्दै आजको भिडियो चाहिँ यतिमै राख्न गएँ त म।